नमस्कार, स्पोर्ट्स नेपाल युट्युब च्यानलमा स्वागत छ। अहिलेसम्म पनि च्यानललाई लाइक, सेयर अनि सब्सक्राइब गर्नुभएको छैन भने कृपया च्यानललाई लाइक, सेयर अनि सब्सक्राइब गर्नुहोला। अब लागौँ आजको विषयवस्तुतर्फ। नेपाल टी20 क्रिकेट विश्वकपको सुपर 3मा हङकङ र बहराइन बीचको खेल वर्षाले रद्द भएपछि नेपाल महिला टी20 विश्वकप एसिया छनौटको दोस्रो चरणमा प्रवेश गरेको छ। थाइल्यान्डको बैङ्ककमा पानी परेपछि खेल नै सुरु नभई हङकङ र बहराइन बीचको खेल रद्द हुँदा नेपाल भाग्यमानी साबित भएको छ। समूह सीमा रहेको नेपालले समूह चरणको सबै 4 खेल खेली 5 अङ्क बटुलेको छ। हङकङ नेट रन रेटमा नेपालभन्दा अगाडि रहे पनि प्रतियोगिताको नियमअनुसार सर्वाधिक खेलमा विजय हात पार्ने टोलीका रूपमा नेपाल दोस्रो चरणमा प्रवेश गरेको छ। ग्रुप स्टेजमा नेपालले 2 खेल जितेको छ भने हङकङले 1 खेल मात्र जितेको छ। डबल राउन्ड रोबिनमा आयोजित प्रतियोगितामा सहभागी 9 टोलीलाई 3 समूहमा विभाजन गरिएको छ र प्रत्येक समूहमा शीर्ष टोली दोस्रो चरणमा प्रवेश गर्नेछन्। त्यसपछि 3 टोलीले एक आपसमा प्रतिस्पर्धा गरेपछि शीर्ष 2 टोली टी20 विश्वकपमा छनौट हुनेछन्। र सुपर 3मा ग्रुप एबाट थाइल्यान्ड, ग्रुप बीबाट युएई र ग्रुप सीबाट नेपाल रहेका छन्। सुपर 3मा नेपालको खेल तालिका यस प्रकारको छ: मे 19 युएई र मे 20 थाइल्यान्डसँग। र यस्तै नेपाली खेलकुद सम्बन्धी विभिन्न जानकारीका लागि स्पोर्ट्स नेपाल युट्युब च्यानललाई लाइक, सेयर अनि सब्सक्राइब गर्न नभुल्नुहोला भन्दै यो भिडियोबाट बिदा हुन चाहन्छौँ। धन्यवाद।